भएको कि यो बढेको अब कत्रो भइसकेन यत्रो यसले आउँदाखेरि यत्रै जस्तो थियो अनि घाम मस्ताउने बेला भएको छ हामी चाहिँ साँझ परेको पानी पऱ्यो हाम्रोतिर त तपाईँहरूकोतिर के छ होइन त यहाँ लगेर त पानीमा अघि भर्खर नुहाइदिएको जाडो भएको छ नि तिमीलाई त्यति पानी छैन। हेलो साथीहरू नमस्ते गुड मर्निङ वेलकम ब्याक टु माई च्यानल न्यू डे न्यू ब्लगको साथमा हामी उपस्थित भइसकेका छौँ आमा छोरी मेरो छोरी चाहिँ रेडी भएर जानला छिन्। कहाँ जानला छोरी तिमी? ल बुढो मामाली जान्छौँ अनि त्यहाँबाट हामी उता चौरतिर नि डुल्छौँ। चौर छ झन् चाहिँ रमाइलोवाला के हो अरे ल होइन उहीँ गर भनेर ल मेरो छोरीलाई फुल देख्नै हुँदैन टिपेर दिइहाल्छ मलाई। ल जाऊँ ल यस्तो फुल यो फुल भन्छ यसलाई के भन्छ गन्धे भन्छ के अरे गन्धे। हामी पहिला चुङ्गी खेल्थ्यौँ यसको कति होइन अनि अहिलेको बच्चाहरूलाई चुङ्गी के को चुङ्गी खेल्थ्यो उनीहरूलाई त कार्टुन हेर्न पाएको हो अनि तर हो होला मामा घर परै भएर हो त दुखेको मामा घर पुरा परा भएर त उसलाई कोखा दुखेर है साथीहरू हामी जान लाग्यो। हामी चाहिँ मामा घर पनि जान्छौँ एकछिन कोखा भन्छ ल अनि यो चाहिँ खेत हो है साथीहरू खेत ल होइन कहाँ पिङ खेल्ने हो दसैँ न तिहार कहाँ पिङ खेल्ने ल होइन फटाफट हिँड बाटो हेरेर हिँड्ने लडिन्छ ल बाटो हेरेर हिँड्न लडिन्छ क्या छेउमा नजाऊ यो छेउ हिँडेर यो गाउँ लगाएको हामीले नै हो पानी बेला भन्नु आयो गाउँ चाहिँ अनि त्यहाँ आलु लगाएको छ है साथीहरू हामीले रोड माथि हिँडेर यहाँ रोडमा रोडै हिँड्छौँ हामी अब कहाँ पुगिन्छ हिँड्दा यस्तो रुख ठाउँमा रुख रोपेछ छोरा पका मेरो छेउ चाहिँ बाटो देखाउँदै दौडे म पनि जानुपर्ने हुन्छ एकछिन है साथीहरू ले मैले छोरीलाई भेटाएँ ल मेरो छोरीको कपाल हेर्नु नि साथीहरू कस्तो कर्ली भएको कि स्कुल जाँदा बाँडिदिएको स्यान्डल चुटिहाल्यो यी चप्पल लगाएर हिँडेको छ हामी चाहिँ घर बस्ने चप्पल है अनि हाम्रो मामा घर चाहिँ धेरै टाढा छैन मेरो चाहिँ मामा घर उसको त बुढो मामाले धेरै टाढा छैन 10 मिनटको फरक हो टक्क माइत जान नि 10 मिनटकै बाटो फरक छ अनि मामा घर जानु पनि 10 मिनटको अनि हामी चाहिँ जाँदैछौँ साथीहरू। अनि बुढो मामालीमा चाहिँ हजुरबा हुनुहुन्छ हजुरआमा चाहिँ सक्नुभयो 1 वर्ष हुँदैछ ल होइन छोरीले जे पनि देखाउँछ साथीहरूलाई चाहिँ त्यस्तो हेर्न मन लाग्छ होइन नि साथीहरूलाई त्यस्तो हेर्न मन लाग्दैन हामी पारिपट्टि गर्दा देखाउँछौँ ल। अब पारिपट्टि अलि राम्रो छ पारिपट्टि गएर भिडियो बनाउँछु म साथीहरू। यहाँ चाहिँ बन छ हे ढुन्टेने ल उग्ल्यो यहाँबाट फुत्ता यस्तो छ हल्का वन काठमाडौँ सहरमा अलिअलि वन भेटाउनु नि धेरै राम्रो नि होइन साथीहरू। यहाँ चाहिँ वन छ हजुर स्केरी भनेको स्केरी भिड छ स्केरी भनेको चाहिँ डरलाग्दो भनेको छोरीले डरलाग्दो भिड छ भनेको। अनि यहाँ चाहिँ रुखहरू आदि काटिसकेर चाहिँ ल म आथी नै यता कति दिन भइसक्यो ल होइन उसलाई चाहिँ खालि कार्टुनकै मात्रै हुन्छ कुरा गऱ्यो भने कार्टुनकै मात्रै हजुर ल यता हेरेर हिँड्ने यो त्यहाँ पसल राखेर चाहिँ अनि कपडा पसल अनि यता चाहिँ यस्तो भिड छ साथीहरू यस्तो भिड छ अनि त्यही भएर स्केरी भन्छ मेरो छोरी
हिँड न हिँड फटाफट। यो छोरी एउटा चिज भनेपछि उसलाई चाहिएको। यस्तो भिड छ क्या साथीहरू। ओ छोरी बिस्तारै। यस्तो भिड छ यहाँ चाहिँ साथीहरू। अनि घाम मस्ताउने बेला भएको छ। हामी चाहिँ साँझ परेपछि आमा छोरी घुम्न निस्केका छौँ है साथीहरू। बुढो मामा नि जाऊँ हजुरबालाई भेटौँ। नलानी फाइनली साथीहरू म मामा घर आइपुगेछु। मामाहरू बस्ने घर झन्नै लडे यस्तो छ। अनि हामी चाहिँ यहाँ इन्ट्री गर्छौँ है। अनि मेरो छोरी चाहिँ रुँदै आइपुग्यो मामा घर। अच्छा चप्पल उल्टो बनायो नि फेरि। ए हाम्रो ठुलो भाइ जेठो भाइ। हजुरबा नमस्ते। ए हाम्रो मामा घर यस्तो छ है साथीहरू। लु फिल्म सुरु भयो हाम्रो छोरीको कार्टुन। यहाँ बसिसक्यो। औ चाहिँ मेरो कान्छो भाइ छोरी हजुरबा ठुलो भाइ माइजू चिया बनाउनु भएको साथीहरू। मछली हेर्नु नि यहाँ कत्रो ठुलो भइसक्यो। ठुलो थपे हर माइजू ठुलो माछा थपे हर यो कि माछा ठुलो थप्नु भएको कि यो बढेको अब कत्रो भइसक्यो होइन। यत्रो ल्याउँदाखेरि यत्रै जस्तो थियो ल। यत्रै थियो यत्रै कत्रो यही एउटा माछा हो क्या दुईवटा तिनवटा ए मरेछ है साथीहरू। यस्तो राम्रो हेर्नु न गोल्डन फिस कस्तो मजाले खेल्छन् यिनीहरू। 4-5वटा मर हुर्काउनै सक्दो रहेछ क्या रे। त छ है साथीहरू हाम्रो चाहिँ सबैजना टिभीमा व्यस्त। मेरो माइजू चाहिँ चिया बनाउँदै हुनुहुन्छ यहाँ। ल हजुर चिया रेडी। अब त्यस्तो त नगर्नु न माइजू। कहाँ खाना खाने बेलामा खाजा खाएरै आएको म। यहाँ हेर्नु न मेरो माइजूको खाजा रे है साथीहरू। यदि खाएपछि त मैले भात खानु पनि पर्दैन होला। आमामा पानी हेर्नु न कत्रो ठुलो पानी पऱ्यो हाम्रोतिर त। तपाईँहरूकोतिर के छ लु असिना परेर हेर्नु यहाँ। हामीले यहाँ बस्ने ठाउँ बनाएको क्या साथीहरू। असिना पानी परेर हेर्नु त यहाँ। ओ माय गॉड आयो असिना आयो। ल जाउँ सबैले भिडिहाल्यो। फेरि पानी पर्यो असिना झऱ्यो भाइको रुमाल भाउजूलाई मन पर्यो। पानी परेर त उसलाई पो रमाइलो भयो। असिना पर्दैछ हिँड छोरा। यसरी पो रमाएको है। असिना पानी पर्यो साथीहरू। साथीहरू भन्नुहुन्छ नि अनि पानी परेर गडाङगुडुङ गरेर अवस्था यस्तो। पानी ताजा खबर हेर्नु त पानी परेर हेर्नु त यहाँ। हम दर्केर आएको छैन। तपाईँहरूतिर के छ है? के हो यो बिना सिजनको झरी परेछ हो र। यी कपाल भिजिसक्यो यहाँ छोरीको। यी हेर त कपाल भिज्यो नि।
खोला त्यहाँ तल खोला छ ऊ अब एकैछिन हुतुतुत्त आउँछ होला हो पानी यस्तै तरिकाले पर्ने हो भने चाहिँ अहिले चाहिँ अस्सी नै परेको थियो अहिले चाहिँ छैन यस्तो यस्तो डर्की आइरहेको छ है साथीहरू एकछिन रहने एकछिन पर्ने अन्त गाडा गुडुङ गरेर सुन्नुभयो अरे महादेव भिजिन्छ अब यता भिजिन्छ अब पानीमा रुच्न जानुहुन्न तम्सिहाल्छ फेरि मेरो छोरी त तर पानी बसेर आएर अब यता आइपुग्छ हेर्ने त यहाँ ल हेर्नु त पानीमा अघि भर्खर नुहाइदिएको जाडो भएको छ नि तिमीलाई ल हेर त्यति पानी छैन है अहिले चाहिँ रोक्यो अघि त परिरहेको थियो मजाले अहिले चाहिँ रोक्यो पोज देऊ न त ल पोज एउटा फोटो खिचिदिन्छु यता हो त